अञ्जुली भित्र सजाएर राखेको हिरा नेपाल। यसको स्पन्दन केन्द्र मुटु काठमाडौँ। एउटा बृहत् मिलन सम्मेलन, एउटा संकल्प, स्वर्ण हिमवत खण्ड। कथा हाँगाबाट भुइँमा, भुइँबाट गुफामा, गुफाबाट यहाँसम्म एउटा लामो यात्रा, यात्राको वर्णन। प्रेम, घृणा, लडाई, उन्माद, आर्तनाद, कठिन तर गौरवको यात्रा। प्रेमपछि प्रेमको कथा हिमवत। तर समय फेरिएको छ। अहिले समय अलिक फेरिएको छ। स्वरले धेरै कुरा बिर्सिएको छ। ती कथा बिर्सिएको छ। ती गौरव गाथाहरू पनि बिर्सिएको हो कि जस्तो भएको छ। कता कता मेघबहादुरको बाटोमा जस्तै कुकुरले नङ काट्न थाले जस्तै नकल धेरै गर्छ, हल्लाका पछि पुग्छ सहर। आजकल स्वरमा काक काक कराउँदै उडिरहेछन्। आफ्नै सभ्यतामाथि माथिबाटै बिस्टाइरहेछ। ओहो भाषा, भनाम साँचो जुठो के परवाह छ। स्वरमा भइरहेछ हराएको मूर्ति। आजकल जोरदार सहरमा हराएको मूर्तिको खोजी भइरहेछ। मूर्ति आफै हराएन, मूर्तिलाई हराउन मद्दत गर्ने को कसले मूर्तिलाई हराउन मद्दत गर्यो होला। मैले सोझै चोर भन्ने शब्द प्रयोग नगर्न साहित्यिक डाका जस्ता शब्दहरू हुँदैन भनेर मैले मूर्तिलाई हराउन मद्दत गरेँ। खोजीको खोजी भइरहेछ भाइ मारा, खोजी भइरहेछ राष्ट्रिय पकेट मारा। तानातान छ गतिको रथ र पाङ्ग्रा, अघितिर तान्ने कि पछि। अहिलेको तानातान तानातान छ गतिको रथ र पाङ्ग्राको, अघितिर तान्ने कि पछितिर। तर हिमवत खण्ड अघि बढ्ने बाटो खोजिरहेछ। अलि पर एउटा स्पष्ट गन्तव्य, सबै कुरा छोडेर त्यही छुन एउटा यात्रा, एउटै गन्तव्य, एउटा यो सानो सम्मिलन। संकल्प सुवर्ण हिमवत खण्ड। संकल्प सुवर्ण हिमवत खण्ड। थ्याङ्क यू।